दर्शकवृन्द, सामाजिक सञ्जालमा भाइरल आयुषसिंह ठकुरी र एलिजे जमेलीको बारेमा भयो सनसनीपूर्ण खुलासा। एलिजे जमेलीका पूर्व श्रीमानको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक। आयुषसिंह ठकुरीले एलिजे जमेलीको फोटो हटाउँदै यस्तो भने। दर्शकवृन्द, आखिर वास्तविकता के हो त? सम्पूर्ण जानकारी आजको भिडियोमा खुलाउने प्रयास गरेका छौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यति बेला टिकटक स्टार आयुषसिंह ठकुरी र एलिजे जमेलीको कन्ट्रोभर्सीले सामाजिक सञ्जाल निकै तातेको छ। यसै बीचमा आयुषसिंह ठकुरी र एलिजे जमेलीको बारेमा फेरि नयाँ कुरा सार्वजनिक भएको छ। दर्शकवृन्द, एलिजे जमेलीको यस्तो खुलासा, केही तस्बिरहरू पनि सार्वजनिक भएका छन्। सामाजिक सञ्जालमा पाकिस्तानी युवती एलिजा जमेलीको विवाहपछिका तस्बिरहरू सार्वजनिक भइरहेका छन्। एलिजे जमेलीले एक युवकलाई चुम्बन गरेको देखिन्छ। दर्शकवृन्द, सम्पूर्ण प्रश्नको उत्तर आजको भिडियोमा मिल्नेछ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र सक्दो सेयर गर्न पनि नबिर्सिनुहोला। दर्शकवृन्द, आयुषसिंह ठकुरीले एलिजे जमेलीका सबै तस्बिरहरू सामाजिक सञ्जालबाट हटाएको जानकारी मिलेको छ। सामाजिक सञ्जालबाट सबै तस्बिर र फोटोहरू हटाएको बुझिएको छ। तस्बिर हटाउनुको कारण पनि खुलेको छ। सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटक सबै सामाजिक सञ्जालबाट एलिजे जमेलीको तस्बिरहरू हटाएका हुन्। एक युवकसँग विवाह गरेको सामाजिक सञ्जालबाट खुलेको हो। एलिजे जमेलीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। यता आयुषसिंह ठकुरीबाट कुनै पनि प्रतिक्रिया भने आएको छैन। हामीलाई प्राप्त जानकारी अनुसार आयुषसिंह ठकुरी डिप्रेसनको शिकार भइरहेका छन्। विवाह गरेको थाहा पाएपछि आयुषसिंह तनावमा रहेको निकट स्थलबाट बुझिएको छ। एलिजे जमेलीले पहिले नै विवाह गरेको थाहा नपाएको स्रोतको दाबी छ। आयुषसिंह ठकुरी टिकटकमा आएर रोएका छन्। आयुषसिंह ठकुरीकी प्रेमिका भनिएकी एलिजे जमेली आफ्नो घर गएको करिब 2 महिना बितिसकेको छ। दर्शकवृन्द, आयुष र एलिजेको सम्बन्धमा यति फाटो आयो कि त्यो कसैले पनि सोचेका थिएनन्। एलिजे जमेलीले पहिले नै विवाह गरी डिभोर्स गरेको थाहा पाएपछि यता आयुषसिंह ठकुरी डिप्रेसनको शिकार भएका छन्। आयुषसिंह ठकुरी र एलिजे जमेली करिब 3 वर्ष पहिलेदेखि प्रेम सम्बन्धमा थिए। उक्त प्रेम सम्बन्धमा दरार आएपछि दर्शकहरूको चासोको विषय बनेको छ। एलिजे जमेली र आयुषसिंह ठकुरीको प्रेम सम्बन्ध अब के होला त? दर्शकवृन्द, आयुषसिंह ठकुरी लाइभमा आएर भक्कानिँदै रुनुको कारण के हो त? उत्तर सहित फलोअप रिपोर्ट हामी बताउनेछौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला अनि सक्दो सेयर पनि गरिदिनुहोला। दर्शकवृन्द, उनीहरूको बारेमा बताउनुभन्दा पहिले उनीहरूको विगतको बारेमा केही चर्चा गर्नेछौँ। दर्शकवृन्द, नेपालका आयुषसिंह ठकुरी र एलिजे जमेली बीचको प्रेमले त्यति बेला टिकटक मात्र नभएर सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो। पारिवारिक गन्थन गर्ने यो जोडीलाई हेर्ने मात्र होइन, लाइफमा गिफ्टको वर्षा गर्नेको सङ्ख्या पनि निकै छ। पाकिस्तानको मुस्लिम समुदायकी चेली दुबईमा बस्थिन्। यो जोडी बीच रोचक लाग्ने कुरा के थियो भने बच्चा जस्तै गरी नाच्छन्, गाउँछन्, कमेडी गरेर एलिजे जमेलीलाई जिस्काइरहन्थे। त्यति बेला लाइभमा लाखौं दर्शक तान्ने जोडीको प्रेमले एलिजे सहित उनकी बहिनी र दाई सहितको टोली नेपालसम्म आउने ध्यान तानेको थियो। एक दिन नेपाल आएर आयुषसँगै बस्ने बाचा गरेकी एलिजेले उक्त बाचा पूरा गरेकी थिइन्। तर बिचैमा सम्बन्धमा दरार आयो। नेपाल घुम्न र म्युजिक भिडियो खेल्न नेपाल आएको भन्ने एलिजा र आयुषले यो अवधिमा नेपालको पर्यटन प्रबन्धन गर्ने समेत बताएका थिए। दर्शकवृन्द, आजलाई यति नै। पुनः पनि अर्को न्युजमा भेटुने बाचाका साथ हामी तपाईहरुमा ओझेल पर्न चाहन्छौँ। हस्त नमस्कार। जय नेपाल, जय नेपाली। हजुरहरूको समय सुखद रहोस्। धन्यवाद।